रूपेश्वर गौर प्रभुको जन्मोत्सवमा मेरो तर्फबाट यो सानो भेट। कवि त होइन म, तर हजुरको लागि आज कविता लेख्न मन लाग्यो। सधैँ साहस र उमङ्ग देख्थे त्यो आँखामा, आज दुःख देख्नु पर्दा आफैलाई रुन मन लाग्यो। आमा बुवासँग भन्दा बढी समय हजुरसँग बिताएँ। हजुरको हरेक सोच र विचार बुझ्ने मौका मैले पाएँ। त्यसैले हृदयदेखिको यो आवाज आज सबैलाई सुनाउन मन लाग्यो। हो, आज हजुरको लागि कविता लेख्न मन लाग्यो। मन्दिर हजुरको जिम्मामा दिँदा उजाड जङ्गल जस्तै लाग्थ्यो। भगवानको विग्रह त थियो तर भक्तहरू थिएनन्। मन्दिर त थियो तर दर्शनार्थीहरू थिएनन्। नाम त इस्कन नै थियो तर त्यहाँ ज्यान नै थिएन जस्तै लाग्थ्यो। सबैभन्दा पहिलो सुधार गनाउने बाथरुमबाट गर्नुभयो। मेरो घरको भन्दा राम्रो बाथरुम मन्दिरको हुनुपर्छ भन्ने हजुरको कुरा आज मलाई झलझल्ती याद आयो। इस्कन मन्दिर मात्र होइन, यो विद्यालय हो। शिला प्रभुपादले भन्नुभयो। मन्दिर हलले मात्रै पुग्दैन भन्दै थप सुन्दर कक्षाहरू हजुरले बनाउनु भयो। विदेशी शरीरमा रहेर पनि हाम्रा गुरुवर्गहरूले आफ्नो जीवन, आफ्नो जवानी मात्रै होइन, आफ्नो पैतृक सम्पत्ति पनि नेपाल र नेपालीको लागि लुटाउनु भयो। यस्ता गुरुहरूको लागि के आश्रम नबनाउने भन्दै आफ्नो इन्जिनियरिङ बुद्धि हजुरले लगाउनु भयो। ब्रह्मचारीहरू आफ्नो आमाको न्यानो काख, बुवाको प्रेम र आफ्नो सबै इच्छा आकांक्षा त्यागी प्रचारको लागि आएका छन्। किन चाहियो आफ्नै बच्चा, यिनीहरू नै हुन् हाम्रा बच्चा भन्ने तिम्रो विश्वासले आज फेरि रुवायो। स्त्री हौ तिमी, चुपचाप घरमै बस भन्ने शब्द कहिले सुन्नु परेन। महिलाहरूको आवाज हो तिमी सुचारू। महिलाले पनि कथा गर्न सक्छ, महिलाले पनि कीर्तन गर्न सक्छ, महिलाले पनि हजारौंको हृदयमा भगवत प्रेम जगाउन सक्छ। यदि पुरुषमा भन्दा बढी महिलामा भक्ति भाव छ भने त्यो महिला पूजनीय छ भन्ने तिम्रो सिखले आज मलाई कृतज्ञ बनायो। हो, त्यसैले आज मलाई हजुरको लागि कविता लेख्न मन लाग्यो। नेपालको मात्र होइन, संसारभरिका नेपालीहरूको लागि सोच्नुभयो। कतिलाई आत्महत्या गर्न लागेको डोरीले भगवान दामोदरलाई बाँध्न सिकाउनु भयो। चुरोट रक्सीमा डुबेकाहरूलाई भगवानको नाम अमृतमा डुबाउनु भयो। न भोक भन्नुभयो, न प्यास, न आफ्नो भन्नुभयो, न पराई। सधैँ अरूको जीवन राम्रो बनाउन कति रात जाग्यो। हो, त्यसैले आज हजुरको लागि कविता लेख्न मन लाग्यो। हजुरको खुट्टा तान्न खोज्नेहरूको कमी त थिएन। आफ्नो बनाउन पाएन भनेर फसाउने काम सही त थिएन। यत्रो ठुलो आरोपले पनि हजुरलाई हल्लाउन सकेन। यो आरोपले होइन सुचारू, मेरो हृदयमा घात त इस्कनलाई प्रहार गरेको बान्ने लाग्यो। मान, प्रतिष्ठा र पदको लोभमा अन्धो आफ्नै साथीभाइले पीठमा गरेको प्रहारले लाग्यो। त्यसैले आज मलाई हजुरको लागि कविता लेख्न मन लाग्यो। गुरु गुरु भन्दै संसारले सम्बोधन गर्दा मैले हजुरलाई चिन्न सकिन। आफ्नै नजिकको मान्छे त हो नि भन्दै हजुरको चाहिने जति मान राख्न सकिन। यस्तो विषम परिस्थितिमा पनि भगवानमा अटल विश्वास देख्दा मेरो पीडा पनि अब सुखमा परिणत हुन थाल्यो। भगवान र गुरुको लागि झुक्ने शिरहरू आज हजुरको सामु झुक्न थाल्यो। त्यसैले आज मलाई हजुरको लागि कविता लेख्न मन लाग्यो। आई एम सो ग्रेटफुल दैट मेरो जीवन साथीको रूपमा मैले श्रद्धेय रूपेश्वर गौर प्रभुजीलाई पाएँ। एन्ड आई एम भेरी ग्रेटफुल प्रभुजीको सुख दुःखमा साथ दिन पाइरहेछु र उहाँबाट संसारले मात्रै होइन, मैले पनि कति साँचो ज्ञान विथ एप्लिकेसन सिक्न पाइरहेको छु। थ्याङ्क यू सो मच रूपेश्वर प्रभु। शिला प्रभुपाद की जय।